मलाई त्यो चाहिँ बाल्दा चिसो भयो ढाडामा त है कसलाई भएको छैन हो भएको छैन के हो र पछाडि पानी खाली भिज्यो अनि ए तलपट्टि ढाडमा कहाँ परेको त नि त्यो पिठ्यु हो कि के भन्छन् त्यसमा परे मिठास हामीलाई है ढिलिले टल्किया है अन्त कस्तो लाग्छ त गरी महिना क्यारा कटाउने भइरहेको छ जाने दिनकै खोलामा अब जेठो हामी पाखिहाल्छ झन् असार हाल्दा पानी कस्तो हिजो त कस्तो चड्किएको छ नि है कटिन्छ हो यस्तो सब बाटो अब कस्तो तनाव हुन्छ नि त म चाहिँ हिजो कसैको टावर खाइदिन्छ कि भन्ने खाँदैन हो खाँदैन मसित लगाइरहेको थियो फेरि आउन फेरि म त हत्तापत्ता गएर वाइफाईको तार छुटाएको चड्क्यो भने त फेरि चलाउनै पाइँदैन के अरे त्यस्तो ढालेको थियो अनलिमिटेड डाटा 2 दिन 3 दिनको तानेको चलाइएको थियो अनि अब एनसीमा पैसा नहाल्ने किन हो अलि धेरै तिर्यो नि त मन्थली तान्ने मन्थली 1200 वाला 28 दिनको कच्ची बाटोमा यस्तो बाइक चलाएको नि मलाइन्छ भने कि 2-4 दिनमा थोत्रिन्छ भन्न हामीलाई चाहिँ बानी छ नि त यहाँ यस्तो बाटो कुदाउने कहाँ गयो यहाँ बाइक राखेर यहाँ राखेर डाँडातिर चढ्यो क्या हो ए यो त उसको यहीँ केटाहरूको यहीँ पहिरेको केटाहरूको यसले आयो तर शीतल बस्यो आएन आउने त्यस्तो मान्छे यहीँको केटाहरू त्यस्तो होइन भने यहीँको भने यहीँ तल पहिरेको केटाहरूको बाइक किरण दाइको र राम दाइको नि त बाइक जस्तो लामलाई जहाँसम्म लाग्छ अहिले गोप्रो राउन्ड मिलाएको नि छैन होइन कस्तो आँखाको नि भुइँतिर घोसी परे जस्तो लाग्यो मलाई हेर्दा नि हेर्ने एङ्कल कस्तो हो भने पनि चार्ज पनि छैन त्यस्तै 40% जति होला समथिङ एक महिना त सर्ट लकै हालिन नि त मैले
सर्टको काम नि भइरहेछ मैले एक दुई दिन ग्यापमा हेरेँ नि तपाईँको 3-4वटा भिडियो आइसक्यो रहेछ दिनमा एउटा आउँछ अनि पसिना आएको हातमा